everyone, so again after long welcome back in our next new video. So today suddenly we come up with a plan of cycling र त्यही भएर हामी चाहिँ साइक्लिङ जाँदै छु. Me along with my wife Boma. Hello. अनि राइट नाउ चाहिँ हामी यो गिठे पानीमा छु र यहाँदेखि हाम्रो राइडिङ सुरु हुन्छ. राइडिङ सुरु त घरदेखि भइसक्यो अलरेडी, तर यहाँदेखि चाहिँ हाम्रो अपवर्ड स्लोप सुरु हुन्छ जुन चाहिँ नौगाउँ होइन नामको ठाउँको नाम नुवागाउँ हुनेवाला छ. त्यही भएर हामीसँग राइडिङको मजा लिनु होला. नुवागाउँको बारेमा भन्नुपर्दा साथीहरू हामीलाई पनि थाहा छैन. हामी पनि फर्स्टचोटि जाँदैछौँ र आशा गर्दैछु सायद राम्रो छ जस्तो चाहिँ मलाई लाग्छ. अनि र बाटो भन्नुपर्दा हामीलाई पनि त्यति थाहा छैन, तर हेर्दै जानुहोस् के कस्तो हुन्छ. ल फ्रेन्ड्स, फ्रम द बेस अफ गिठेपानी हात्तीघरको हिल. कोहीले सक्छ त यहाँसँग, कोहीले सक्दैन. फाइनली हामी चाहिँ यो हात्तीघरकै टपमा पुग्यो र यहाँदेखि अझै हाम्रो जर्नी चाहिँ हाफ जर्नी अझै रिमाइन छ. उयो अगाडिको जो देख्नु भएको छ टावर, त्यो नै हो खनीगाउँ, त्यो साइडतिर नै हो भन्दै हुनुहुन्छ. जाउँ अब फेरि आफ्नो जर्नी कन्टिन्यू गरौँ. फ्रेन्ड्स हियर क्लोज टु आवर डेस्टिनी. उति अगाडिको हो हामी पुग्नुपर्ने ठाउँ चाहिँ. र त्यहाँ हल्का माउन्टेन हिमालहरूको रेन्ज देख्न सक्नुहुन्छ. है मान्छे यहाँ थाकेर लोड परिसक्यो. हियर फ्रेन्ड रियली क्लोज टु आवर डेस्टिनेसन. तर यहाँ हामी हल्का बाटो चाहिँ कन्फ्युज भयो. अनि त पछाडिको सिनेरी अब आएकै हो यो केटी पनि. यता हेर त गरेको यो कोही छ, अरू कोही लेडिजमा छ यस्तो दम मेरो बुढीले च्यालेन्ज दिने. लु फ्रेन्ड्स, फाइनली हामी चाहिँ यहाँ श्री देवी मन्दिर भन्ने ठाउँमा आइपुग्यो. यो चाहिँ घोराई उपमहानगरपालिका 19 खनीगाउँ भन्ने ठाउँ पर्दो रहेछ. खनीगाउँ दाङ. यस्तो छ यहाँदेखिको भ्यू. हामी पुग्नुपर्ने चाहिँ यो माथिको जुन कम्युनिकेसन टावर देख्नुभएको छ हल्का हल्का त्यहाँसम्म हो. र त्यहाँसम्म जाने बाटो राम्रो चाहिँ छैन. यही अफरोड हुँदै जानेवाला छु. अब साइकल उचालेर हुन्छ कि बोकेर हुन्छ अब. ओ माई गड, हेर्नु त फ्रेन्ड्स मेरो बडीलाई या बाटै त्यस्तै भएर आमा साइकल हेर्नु त थाहा आउनको ब्याग त्यही माथि साइकल आफ्नो सामानहरू. गुड गुड. रोड फाइनल्ली साथीहरू हामी आइपुग्यौँ जुन ठाउँमा हामी आइपुग्ने हो त्यो ठाउँमा आइपुग्यौँ र भ्यू पनि एकदमै राम्रो देखिरहेछ. वाउ. र हाम्रो भविष्य चाहिँ यतादेखि आउँदै हुनुहुन्छ. ओ माई गड, कोहीले सक्छ त?
सक्दैन नै नै तर फर्स्ट चाहिँ म आएको है साथीहरू किनभने साइकल चाहिँ मेरो साइकल अगाडि छ सेकेन्ड Yes, we did it. फाइनल्ली यो चाहिँ यहाँदेखि देखिने माउन्टेनको रेन्ज हिमालहरू अलिकति यो फगीको कारणले अलिक क्लियरली चाहिँ देखेको छैन फेरि पनि हेर्न सक्नुहुन्छ बाँकी यो पहाडहरू त्यो उताको टप चाहिँ धिमधिमे टप त्यस्तै गरेर त्यसको तलतिर सवारीकोट अझै तल चाहिँ हाम्रो हात्तीखर्के घडौराहरू र पछाडि तलको चाहिँ दाङ भ्याली जो चाहिँ क्लियरली देखेको छैन यो फगी कारणले ल फ्रेन्ड्स फाइनली फ्रम द टप 360 भ्यू यस्तो देखिन्छ अलमोस्ट हामीलाई चाहिँ 5 आवर्स लाग्यो यहाँसम्म आइपुग्ने अब बाटोको जर्नीको हार्डसिप मेहनत जे जस्तो गरे पनि अहिले चाहिँ मजा आयो यहाँसम्म आइपुगेर कस्तो लाग्यो तिमीलाई दामी है अब फर्किने पनि ढिला हुन्छ जस्तो छ है किनभने अलरेडी अहिले 5 बजिसक्यो 6 बजी त रात परिहाल्छ राइडरहरूको लागि हे डगी ल फ्रेन्ड्स फाइनली आफ्टर स्पेन्डिङ अ क्वालिटी टाइम हेयर अब चाहिँ हामी फर्किँदैछु हेर्नुहोस् त सन पनि सेट हुन आँट्यो र हामी फर्किने बाटो चाहिँ यो अब बाटो हामी कन्फ्युज छु है फर्स्ट टाइम हो बाटो पनि थाहा छैन सायद यही नै हुनसक्छ र साँच्चीकै बेसरी जाडो हुन थाल्यो ल वान लास्ट टाइम माउन्टेन भ्यू बाटो यही नै होला साइकलले ढोका नहुँदै सबैभन्दा अरू सबै भइहाल्छ बिग्रेछ ल यहाँनिर आयो साथीहरू बाटो चाहिँ बिग्रेको रहेछ फेरि यहाँदेखि हामी अब अफरोड सुरु हुन्छ अलरेडी लेट भएछ गाइज ल फेरि हामी फर्केर जाँदैछौँ त्यही बाटो गाइज बाटो ओके बाटो त के गर्नु जम्मै त कनेक्सन छुनुपर्छ क्या हामीले ल फ्रेन्ड्स यहाँ चाहिँ हेर्नु त मान्छे हिँड्ने बाटो पनि गाह्रो फेरि पनि के हेर्नु त न बाटो राम्रो छ एकदमै गाह्रो न टाइम छ हामीसँग रात पनि लगाइसक्यो ल ठिक छ आयो आयो ल यति छ ल है जाऊ त जाऊ के त यस्तो हिल्स है अरू भन्दै जङ्गलको बाटोमा रात पऱ्यो भने लाइट पो कसरी बाल्ने हो अहिले बाटो यस्तो च्यालेन्जिङ ल ठिक छ हुन्छ
यो चाहिँ अघि हामीले राइट लिएको बाटो। नाइट राइडिङ गाइज मजा आउँदैछ। यस्तो अफरोडमा राति नो लाइट। अगाडि हेर्नु त मेरो गोमालाई अझै स्टिल हाफ वे पनि कम्प्लिट भएको छैन र जङ्गलको बाटो छ। एभ्रिथिङ गो फाइन। ल साथीहरू यस्तो घना जङ्गलमा हामी साइक्लिङ गर्दैछौँ। एकदमै डर पनि लागिरह र मजा पनि आइरह। यो त सिर्फ के भन्छ अरे रस्सी बोक्ने कसले मतलब बल्ल थाहा पायो। ल फ्रेन्ड्स है बाटो चाहिँ अब जङ्गलको सुरु छ। डेन्स फरेस्ट, त्यही भएर हामीसँग चाहिँ इम्प्रोभाइज लाइट धन्न कान्तिको लाइट चाहिँ लिएर छु मैले। त्यो यताउता बाँधेर जाँदैछौँ। होप यो 15 to 20 मिनट लाग्छ हामीलाई बजार पुग्नु। यहाँ ठिक चाहिँ बजार एरिया पुग्न त्यति कम त लाग्दैन होला, मतलब जङ्गल एरिया कटाउन चाहिँ। अनि त्यसपछि चाहिँ हल्का सजिलै हुनेवाला छ। होप एभ्रिथिङ गोज फाइन। वा फ्रेन्ड्स हेर्नु त अगाडि तल बजारको भ्यू दामी है। जति मान्छे भेटेछ सबैले हामीलाई एउटा क्वेसन गरेछ सकिन्छ त भनेर। त्यही त हामी सक्छौँ। उनीहरूलाई रङ देखाउँछौँ हामी। जङ्गलको बाटो हो त के हो है। यो अगाडिको जो देख्नुभएको छ यो हाई जङ्गल, यो चाहिँ हामीले कटाएर जानुपर्ने हुन्छ यसको पनि तल, किनभने हामी पुग्नु पर्ने त्यो अगाडि लाइट जो देखिरहेछ त्यो ठाउँमा हो बजार एरिया। ल फेरि अब सुरु गऱ्यौँ है त। यो के भन्छ जङ्गलमा के अलिकति यताउता खसाखुसुक गर्न सक्छ। त्यो बाँदरहरू चराचुरुङ्गी हुन्छ त्यसमा केही ध्यान नदियो है। ध्यान सिर्फ बाटोमा। ल दामी दामी ठिक छ ठिक छ। ल फ्रेन्ड्स फाइनली तल हेर्नु त बजार एरिया। अनि हामी चाहिँ यो हात्तीघरकै जङ्गलको बेसमा आइपुग्यो जस्तो जस्तो गरेर। इट वाज रियली सो अमेजिङ यार, च्यालेन्जिङ है। जङ्गलमै एक त लाइट पनि एउटा मात्रै थियो उसको मात्रै, म चाहिँ उसको पछि पछि। अब यहाँदेखि चाहिँ हाम्रो राम्रो बाटो सुरु हुन्छ। हो यसरी अघि नै यसरी आयो हुन्थ्यो कि बाटो देखिँदो रहेछ त पछाडिबाट। है उज्यालोमा जानु न, बल्ल देखिनुहुन्छ। ल फ्रेन्ड्स फाइनली बाल मन्दिर आइपुग्यो। अब चाहिँ यहाँनिर हामी तातो तातो मोमो खान्छु। मोमो सो फ्रेन्ड्स इट वाज रियली गुड एक्सपिरियन्स। नयाँ ठाउँ थियो, नयाँ बाटो, त्यस्तै अब नाइट राइड फर द फर्स्ट टाइम। मजा आयो। तपाईँहरूले पनि हेरेर त्यति नै मजा ल्याउनु भयो होला। तिमीलाई कस्तो लाग्यो? मैले भन्नुपर्दा एकदमै रमाइलो, एकदमै मजा आयो। त्यही माथि यो साँझको टाइममा साइक्लिङ गर्दाखेरि त झनै एकदमै मजा, एकदमै गुड वाउ। तर मान्छेहरूले भन्थ्यो नि त होइन सक्दैनौ कसरी गर्छौ भनिकन, तर हामीले गरेर देखायो। या इट वाज रियली सो थ्रिलिङ यार। बाटो एक त त्यस्तो अफ रोड होइन, फेरि पनि सबै चिज चाहिँ कभर गर्न सकेन किनभने अब त्यस्तो बाटोमा हामीलाई पनि छिट्टो तल आइपुग्नु थियो। त्यही भएर त्यति भिडियो गर्नु सकेन र यो गोप्रोले पनि अलिकति साथ छोड्यो चिसोले गर्दा पनि होला। ओभरअल इट वाज मेमोरेबल। So thank you so much for again watching. Again see you next new video. Till then take care. Bye.